धनुषा प्रहरीले ठूलो संख्यामा चोर पक्राउ गरेका छन्। विभिन्न चोरीका घटनामा पक्राउ परेका 30 जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन्। मोटरसाइकल, मोबाइल ब्याट्री, हेलमेट लगायतका गहना र पसलबाट नगद चोरी गरेको आरोपमा 30 जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक ईश्वराज खड्काले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका छन्। मोबाइल चोरीमा संलग्न 11 जना, मोटरसाइकल चोरीमा 7 जना, हेलमेट चोरी गरेको 4 जना र साइकल चोरी गरेका 3 जना, धर्मशाला, महिलाको गहना र पसलबाट नगद चोरी गरेका 1 जनालाई पक्राउ गरिएको छ। साइकल चोरीको आरोपमा पक्राउ परेका 20 वर्षीय साजन मुखिया, 18 वर्षीय सोनु कुमार सहनी र मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका कृष्ण कुमार मिश्र यसअघि पनि पक्राउ परिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बिहीबार सार्वजनिक भएको 30 मध्ये 27 जना पहिलो पटक पक्राउ परेको एएसपी खड्काले बताए। कृष्णले रामसागर, रामस्वरूप बहुमुखी क्याम्पस नजिक मुखमा फेटा बाँधी मास्टर साँचो प्रयोग गरी मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धानकै क्रममा उनले विगतमा चोरी गरेका थप 2 वटा मोटरसाइकल बरामद गरेका थिए। रेलवे स्टेशनमा महिलाको घाँटीबाट सुनको गहना चोरी गर्ने क्रममा जनकपुर धाम उपमहानगरपालिका 13 का 35 वर्षीय अजय कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। पसलबाट 80,000 नगद चोरी गरेको आरोपमा 35 वर्षीय फेकन दास पनि पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट 32,000 बरामद गरेका थिए। पक्राउ परेको सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यसअघि पनि प्रहरीले 40 जनालाई पक्राउ गरी सार्वजनिक गरेका थिए। हालसम्म 236 वटा मोटरसाइकल चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो, जसमध्ये 81 वटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइसकेका छन्। त्यस्तै 365 वटा मोबाइल चोरी भएको निवेदन परेका मध्ये 260 वटा मोबाइल खोजेर मोबाइल धनीलाई बुझाइसकेको छ। यो भन्दा अगाडि पनि हामीले 40 जना चोरहरू भर्खरै पनि नियन्त्रणमा लिएर पहिले प्रेस रिलिज गरिसकेका छौँ। यहाँ जानकारी छ। आज फेरि पुनः यो 4 महिना 4 गते चोरीका घटनामा सम्बन्धित यो 18 दिनको डाटा हो। यो 29 जना चोरहरूलाई चाहिँ पक्राउ गरी अहिले हामीले हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ। यतिमध्ये मोटरसाइकल चोरी गर्ने 7 जना, यसमा चाहिँ सबभन्दा एउटा कृष्ण कुमार मिश्र भन्ने चाहिँ त्यो राबो क्याम्पसबाट चाहिँ एकदम मुखमा पट्टी बाँधेर चोरी गरेर मोटरसाइकल भाग्दाखेरि 10 किलोमिटर टाढासम्म प्रहरीले खेलाएर पक्राउ गरेका छ। त्यस्तै गरेर हेलमेट चोरी गर्ने 4 जना हुनुहुन्छ, साइकल चोरी गर्ने 3 जना, मोबाइल चोरी गर्ने 11 जना, त्यसमध्ये रविन्द्र मुखियालाई हामीले 5 वटा मोबाइल सहित नियन्त्रणमा ल्याएका छौँ। त्यसै गरी पसल चोरी गरेर पसल फोडेर चोरी गर्ने 1 जना छ, फेकन दास भन्ने। पसलमा जब 80,000 चोरी गरेकोमा हामीले 32,845 बरामद गरेका छौँ। बाँकी पैसा उसले खर्च गरेको भनेको छ। त्यस्तै गरी धर्मशालामा चोरी गर्ने 1 जना छन् र महिलाको हिँडिरहेको महिलाको गहना चोरी गर्ने आज भर्खरै यो अघि 1:55 हामीले जनकपुर धनुषा उपमहानगरपालिका 13 बस्ने वर्ष 35 को अजय ठाकुरलाई रेलवे ट्र्याक नजिक एकजना महिलाको घाँटीमा लगाउने मङ्गलसूत्र र सुनको हनुमान चोरी गर्ने अवस्थामा पक्राउ गरेका छौँ र सुन पनि हामीले बरामद गरेका छौँ। त्यस्तै गरेर ब्याट्री चोरी गर्ने 18 वटा ब्याट्री चोरी गर्ने मान्छे पनि हामीले पक्राउ गरेका छौँ। यसमा चाहिँ 236 वटा मोटरसाइकल चोरी भएको छ, निवेदन आएको छ हामीलाई। त्यति मैले 81 वटा चाहिँ मोटरसाइकल हामीले फेला पारिसकेका छौँ र कति धनीलाई बुझाएको छौँ र 1500 वटा चाहिँ बुझाउने प्रक्रिया छ। उहाँहरू सम्पर्कमा आउनु भएको छैन। त्यस्तै गरेर 365 वटा मोबाइल चोरी भएको छ। यसमा हामीले 260 वटा बरामद गरेर सम्बन्धित धनीलाई हामीले फिर्ता बुझाइसकेका छौँ। अनि अनलाइन ठगी गर्ने ब्याङ्कको कर्मचारी हुँदा ओटिपी कोडहरू माग्छ नि। ओटिपी कोड त नर्मली ब्याङ्कले माग्दैन। ओटिपी कोड माग्ने आइफोन पठाइन्छु भनेर चाहिँ एकदम तपाईँको नागरिकताको फोटोकपी सहित गर्ने, तर अर्काको चाहिँ नागरिकता क्रप गरेर उसले हालिदिएको हुँदो रहेछ। त्यसरी ठगी गर्नेबाट हामीले 15 लाख रुपियाँ पैसा बरामद गर्ने हामीले सम्बन्धित धनीलाई बुझाएर हामीले अनुसन्धान गरेका छौँ। यतिमध्ये जम्मा 30 जना मध्ये 3 जना चोर चाहिँ पटकेका छन्। 1 जनाले चाहिँ कृष्ण कुमार मिश्र भन्नाले मेरो पेसा नै चोरी भनेको छ उसले, र साजन मुखिया र सोनु कुमार सहनी चाहिँ 3-4 चोटिसम्म पनि पटक चोरी गरेको देखिन्छ र 27 जना चाहिँ नयाँ चोरहरू आएको देखिन्छ। चोरहरू पनि बढिरहेको छ र पटकहरू पनि आइरहेको हिसाबले अब यसलाई नियन्त्रण गर्न अहिले हाम्रो सादा पोसाकमा र विभिन्न सिभिल पेटको गस्तीहरू पनि खटाइरहेका छौँ। र मोटरसाइकल विशेष गरी यो सरकारी कार्यालयहरूकोबाट पार्किङ गरेको यो भाटबाटी सुपर मार्केटहरूबाट चोरी गरेको छ। यसमा हामीले तत्कालै सबैतिर चेक जाँच गरिरहेको छौँ। यो मोटरसाइकलको भोल्युम चाहिँ अलिक धेरै नै देखिरहेको छ। यसलाई यो तत्काल चाहिँ यस्तो कस्तो देखिँदो रहेछ भने यहाँबाट लिएर इन्डिया जाने, इन्डिया लगेर चाहिँ एकदम सस्तो दाममा बेच्ने, लाखौँ खारा हुने प्रवृत्ति पनि देखियो। एउटा योभन्दा अगाडि हामीले प्रेस रिलिज गरेकोमा एउटाले 3टा मोटरसाइकल चोरेर 15,000 रुपियाँ लाखौँ खारा आएको पनि देखिन्छ। खुल्ला बोर्डरको हिसाबले नै हामीले धेरै मोटरसाइकल चोरी गरेर भारत गएको हुन्छ। हामीले काउन्टर पार्टसँग पनि समन्वय गरिरहेका छौँ। यसरी चोरी नियन्त्रण गर्न चाहिँ जिल्ला प्रहरी कार्यालय धनुषा लागि परिरहेको छ। धन्यवाद।